केही महिनाको झापा बसाई पश्चात राजधानी फर्किने क्रममा हाम्रो स्वागतमा सामेल हुनुहुने उपत्यकाका आदिवासी नागरिक एवं आम जनसमुदायमा हार्दिक आभार सहित धन्यवाद अर्पण गर्दछौं। मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थामा हामीप्रति दर्शाएको यस्तो प्रेम र सद्भावले हाम्रा मन र मुटु मात्र छोएको नभई हाम्रा निम्ति एउटा अटल दायित्वबोधको प्रेरणा पनि मिलेको छ। सिंगै मुलुक यति बेला अस्वाभाविक छटपटीको भुमणीमा फसेको छ। देशको अस्मिता र अस्तित्व नै सङ्कटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेका छन्। विगतमा अनेकौं नाममा आन्दोलन र सङ्घर्ष भए। सङ्घर्षको आडमा परिवर्तन पनि गरिए, तर सबै प्रकारका परिवर्तनहरूले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको छ। हाम्रो शत्रु विपन्नता र अस्थिरता हो, तर एउटा नेपालीको अर्को नेपालीलाई बैरी ठान्ने अवाञ्छित संस्कृतिलाई हामीले बढावा दियौं, जसका कारण देश आज इतिहासकै सबैभन्दा गहिरो दर्दनाक स्थितिमा आइपुगेको छ। प्रजातान्त्रिक प्रणालीमा प्रतिनिधि छनौटको आवधिक निर्वाचन एक स्वाभाविक प्रक्रिया भए तापनि यतिखेरको आम जनभावना यो छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुने र निर्वाचन पछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो। कुनै व्यवस्थाको राम्रा र असल पक्षहरू टिप्नु र राख्नुपर्छ। जुनै व्यवस्थाको नराम्रो र खराब पक्षहरू हुन्छन् त्यस्तालाई फाल्नु र फ्याँक्नु पर्छ। अरूको भरमा परेर हामी अक्करमा नपरौं। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। जय नेपाल।